आज चाहिँ हामीले मोमो बनाएको बत्तीको भएर यहाँ चढेरो भइरहेको छ हाम्रो यो सुप पनि रेडी भइरहेको सबैजना नमस्ते आज चाहिँ हामीले चिकन मोमो बनाउँदैछौँ हाम्रो आटा चाहिँ रेडी भइसकेको छ सुपको लागि चाहिँ हामीले प्याज अदुवा मटर आलु ब्रोकोली नुन र अजिनोमोटो हालेको छौँ यसमा अलिकति किमा पनि हाल्छौँ हामी किमामा चाहिँ हामीले प्याज अदुवा मासु धनिया अजिनोमोटो र अलिकति स्वादअनुसार नुन हालेको छौँ मैले मेरो साथी प्रियङ्काकोबाट सिकेको पहिला चाहिँ म पनि यस्तै अब भाग्न भुक्क बनाउँथेँ है अहिले चाहिँ धेरै पारा आइसकेको छ त्यही रहेछ सिक्नु नि अब सबैभन्दा ठुलो कुरा छ हात चाहिँ हेर्नु न फेरि कस्तो छ फेरि बेल्ने चाहिँ हामीले अमेरिकाबाट लिएको यो चाहिँ फेरि हायर गरेको डल्लो डल्लो मात्रै बेल्छ होइन हेरिहाल्नुहोस् बेलेको कडा बेल्छ सो फाइनली हाम्रो मोमो चाहिँ रेडी भइसक्यो तर खाना बेलामा चाहिँ फेरि बत्ती गयो अघि एकछिन आएको थियो फेरि बत्ती गयो र पनि हामीले भिडियो बनाउँदैछौँ अचार पनि छ तिलको यो चाहिँ डल्ले खोर्सानी हालेको त्यो पनि घरको हुन्छ नि सुकाको भाडमा सुकाएकोले अचार सुप चाहिँ हाम्रो दामी भएको छ तातो चाहिँ चिकनकै सुप हो यो पनि